त्यो क्याटेगोरीमा पर्छु जसले कर्णालीलाई चाँदीको घेरा देखेको छ। कर्णाली सुन खानीमा नुन खोजिरहेको छ। कर्णाली खस साम्राज्यको विगतको राजधानी हो। कर्णालीले बाँकी मुलुकलाई एउटा समृद्धि र विकासको सन्देश मात्रै नभइकन मोडल प्रस्तुत गर्न सक्छ। कर्णाली सम्भावनाको सरोवर हो। कर्णाली बदल्न सकिन्छ। यो मुलुकको विकास र समृद्धिको सूर्योदय कर्णालीबाट हुन्छ। कर्णालीमा केवल दुःखका कथाहरू लेखिँदैनन्। कर्णालीमा केवल पीडाका गीतहरू मात्रै गाइँदैनन्। कर्णालीमा केवल आँसु मात्रै खस्दैन अथवा आँसुको रारा मात्रै कर्णाली होइन। कर्णालीका सपनाहरू फोक्सुन्नमा डुबेका छैनन् र कर्णाली सम्भावनाको सगरमाथा हो भनेर संघर्ष गरिरहेको एकजना राजनीतिक कर्मीका रूपमा मैले आफूलाई चित्रण गर्न चाहन्छु। म भगौडा होइन, म यहाँको धरतीपुत्र हो। कर्णालीको माटोमा म अन्तिम सास लिन चाहन्छु। अन्तिम थोपा रगत रहन्जेल यो माटोको लागि म शिरोच्छेदन भए पनि म अन्तिम संघर्ष गर्न तयार भएको राजनीतिक कर्मी हो। त्यसो भएको हुनाले कर्णालीलाई फुलाउन सकिन्छ, फलाउन सकिन्छ। मुलुकको हाँसोको सुरुवात कर्णालीबाट गर्न सकिन्छ। यो दुष्चक्रमा, गरिबीको दुष्चक्रमा फसेको मुलुकलाई एउटा समृद्धिको नयाँ चक्रको सूत्रपात गर्ने प्रदेशका रूपमा बदल्न सकिन्छ भन्ने त्यो वर्गमा पर्दछु म। धन्यवाद।